कामरे हो एमाले बेइज्जती झोलेहरू हो। भेट्यौ होइन आज लौराले मजाले भेट्यौ नि। खप्पर कतिजनाको फुटो हौ तेरीमा टोक्ने। अनि तिमीहरूसँगै हिजो एमालेका आन्दोलनमा हिँडेको अनि त्यो एउटा त ब्याङ्किङ कसुरबाट भागेको मान्छे रहेछ त, त्यसलाई के भन्छौ? 7 जना पक्रेको रहेछ, 6 जना थुनेर त्यसलाई त उतै राखेको छ त, गाडी फुटाएको तोडफोड गरेको उसमा। यस्ता यस्ता चुतिया मान्छेहरू लिएर हिँड्छ होइन तिमीहरू। अनि तिमीहरू बोल्छौ तिमीहरू कतिलाई छौ भनेर। राम राम राम। ओ तिमीहरूको बाउ केपी ओलीलाई र रमेश लेखकलाई अदालतले 5 दिन उसमा राख्नलाई अनुमति दियो। अब के गर्छौ तिमीहरू? गर्छौ के? 5 दिन अदालत हिरासतमा राख्नलाई अनुमति दियो। अब के गर्छौ? अब गरेर रोड बस्छौ, बेइज्जती हो। राम 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 राम। सही थियो भने त छोड्थ्यो होला नि त, होइन र? के हो तिमीहरू त मर्न आँटिरहेछौ त रोरा केपी ओलीको गु खान नपाएर। अब 5 दिन पछाडि के हुने? अब 5 दिनसम्म भोकै बस ल। अब तिमीहरूलाई त केपी ओलीको गुदेखि पछि अरू खाना जानेको छैन। बेइज्जती हो तिमीहरू। भेट्यौ होइन आज मजाले भेट्नुपर्छ। गोली चाहिँ भेट्नु हुँदैन कि तिमीहरूले। गोलीदेखि बाहेक त तिमीहरूको नाकको डाँडे हर्नो, तिमीहरूको हगन गेडी खुस्किने गरी भेट्नुपर्छ तिमीहरूले। तिमीहरूलाई यति भेट्दा तिमीहरूको टाउको फुट्दाखेरि आज भुइँचालो गयो होइन तिमीहरूलाई? हिजो जेन्जीको घटनालाई के भन्छौ? तिमीहरूका बाउहरूले हो नि गोली चलाएको। तिमीहरूका बाउ थिए नि सरकारमा होइन? गए अब तिमीहरूका बाउ त। बाउ पनि गए, बाउ सँगसँगै तिमीहरूका काका पनि गए। रमेश लेखक काकै होइन नि त तिमीहरूका? काका होला नि। मैले अस्ति भने त क्रिया गर्न तयार भएर बस, पिण्ड लडाउन सुरु गरेर बस भनेर भने त मैले अस्ति नै। सुन्दैनौ तिमीहरू? तेरीमा बेइज्जती फोरीहरू हो। कस्ता कस्ता अवतारी हुन्छन्। मुख चाहिँ कसरी देखाएर हिँड्छौ हौ तिमीहरू? सिधा कुरा हो हेर। अहिले त तिमीहरू जता जता जुलुस निकाल्छौ नि खेदाउँछन् अरे मान्छेले पनि। तिमीहरूको आफ्नो घर घरमा जुलुस निकालेर बस। तिमीहरूलाई यही आन्दोलनमा गएको कारणले काठमाडौँबाट भाडामा बसेका छौ भने निकाल्दैन होला है मान्छेले घरदेखि। बुझेको हो नि? तिमीहरू यति धेरै नाङ्गिसकिरहेछौ भनेर साध्यै छैन। भेट्यौ आज तर भेट्यौ। गयो तिमीहरूका बाउ त। त्यो कहाँ गयो एउटी चुत्ते नि त्यो मोतीको माला लगाएर बोल्ने लुसिफर नाम जस्तो छ काम त्यस्तै छ भनेर भन्थे। छोयो भने आगो बल्छ भनेर भन्दै थिए। कहाँ छेस् हौ त फुडी अहिले? कहाँ छेस् है तल अवस्थरी? तिमीहरूको बाउलाई त अब 5 दिन राख्ने हो हिरासतमा। तिमीहरू कहाँ छौ? आगो बल्छ भनेको होइन? बाल न के हेरेर बसेका? के का फुल हेरेर बस्दैछ तिमीहरू अहिलेसम्म? महेश बस्नेत भोगटेका बोको हो नि। फुल कसका हेरेर बस्दैछौ? भाल न आगो। ठुलो कुरो के भएर अनि छोयो भने आगो बाल्छ भनेर भन्दै थियो। तिमीहरूका बाउले तिमीहरूको बाउको उहाँभित्र बलिसक्यो, प्रेसर बढेर कहाँ पुगेको नि। तिमीहरूको खाने बाटो बन्द भइरहेछ अहिले। तिमीहरू बेरोजगारी भिखारीहरूको अहिले धेरै छन् यस्ता भुक्नेहरू। बुझ्या हो नि? धेरै छन् यस्ता भुक्नेहरू। अब भोकै बस। अब तिमीहरूले गुदेखि बिच अर्थ खान जानेकै छैन। राम राम। मैले भने नि तिमीहरूको बास्ती अब बाटोमै हुन्छ। तिमीहरूको आन्दोलन गरेरै जाने हो अब जिन्दगी। थाहा छैन कतिको धनी छौ पनि। अब यिनै पार्टीकाले सबै तिमीहरूका गोजी भरिदिएका छन् भने त थाहा भएन। अब आन्दोलन मात्रै गरेर त गुजारा चल्दैन हेर। घिच्नु त पर्यो होला होइन? अब सबै चोरेर लुटेर अब गुन्डाको घरमा हप्काएर ल्याएर घरमा अन्न पानी राखेका छौ भने त मलाई थाहा भएन हेर। भेट्यौ लु जाऊ अब त्यतै। अब त्यो कहाँ राख्ने हो? 5 दिन ती बाहिर गएर बस अब तिमीहरू। अब योभन्दा बढी त के गर्न जान्दछौ र तिमीहरू? ठिक्क पर्यो। बल्ल बल्ल भगवानका लाठी बजारिँदैछन् तिमीहरूका माथि। भगवानका लाठी, प्रहरीका लाठी, जनताका लाठी भेटिहाल्यौ। यसरी बढारिएका छौ तिमीहरू। जनताले 50 वर्ष उठ्न नसक्ने गरी गुम्मै गाडेको छ। अनि यता उनीहरूकै पार्टीका त्यो एकजना ती के हुन् ती सरुवा भन्दैछन् 76 जना मारिनु भनेको सानो कुरो होइन, यो आन्दोलनबाट हुँदैन, यो गर्नु सही हुँदैन भन्दैछन्। एउटा पार्टीका मान्छे त्यस्ता छन्, अर्का यी चुतियाहरू यस्ता छन्। गु खान नपाएर उहाँ रोएर तमास छ बेइज्जतीको। तिमीहरू 2 कौडीका तिमीहरू भिखारीहरू, बेइज्जतीहरू, छ्या।